आज चाहिँ ढिँडो खान आएको त्यही भएर हेरौँ यहाँको ढिँडोको अवस्था कस्तो हुन्छ नेपालको जस्तो हुन्छ या हुँदैन तपाईँहरूले हेर्नु होला है त अनि यता साथीहरू पनि ढिँडो खाइराख्नुहुन्छ दाइ आले मगर दिवाकर हुनुहुन्छ मैले लिएर आएको ढिँडो खान अनि तपाईँ सबै आउनुहुन्छ नेपालीहरू ढिँडो खानलाई आउनुभएको छ यता सबै यता चाहिँ काउन्टर हुनुहुन्छ काउन्टरमा पनि नेपाली त्यही हुनुहुन्छ हेरौँ ल यता चाहिँ मेरो आले दाइरो साथी घर चाहिँ कता हो तपाईँको मकनपुर कुन ठाउँ कुलेहानी दाइको पनि उतै हो भित्रपट्टि हो म हेटौँडा शिवम छेउ शिवम छेउ आउनु भएको चाहिँ कति भयो तपाईँ बाफ रे बाफ कसरी चाहिँ बसिराख्नु भएको छ तपाईँ कटिहाल्छ महिना र दिन गर्दा गर्दा कटिहाल्छ होइन हाम्रो त 7-8 महिना पनि यहाँ गाह्रो भइसक्यो है कुन कम्पनी र त डुमस छुट्टै कम्पनी हो यता राम्रो त के भन्नु होइन अब स्यालेरी टाइममा दिन्छ स्यालेरी अलिक बढी दिन्छ फिक्स स्यालेरी जस्तो हो त्यति हो 8 घन्टाको त्यही 2200-1800 सम्म छ त्यति नेपाली रेस्टुरेन्ट देख्नु भएको जति कुरा पाउनुहुन्छ तपाईँले माथि देख्न सक्नुहुन्छ यो चाहिँ दुबईको सोनापुर स्टेटमा हो नेपाली रेस्टुरेन्ट हो जस्तो खोज्नुहुन्छ त्यस्तो पाउनुहुन्छ तर अलिकति 1 मिनट 2 मिनट चाहिँ वेट गर्नुपर्छ यताबाट छुट्यो यता फेरि सहिलो लिनुहुन्छ त्यो हो अनि तपाईँलाई यहाँ जस्तो भन्नुहुन्छ त्यस्तो पाउन सक्नुहुन्छ यो हाम्रो आफ्नै नेपाली रेस्टुरेन्ट ढिँडो मोमो पानीपुरी सबै कुरा पाउनुहुन्छ अनि आले ढिँडोको लागि कतिको एक्साइटेड हुनुहुन्छ त यता मलाई पनि त्यस्तै भइरहेछ तनाव लागिरहेछ अब आउने चाहिँ 2-3 मिनट बन्नु छ के गर्नु छ हेर्दै जाउँ यहाँ भिडियो चाहिँ बनाइरहेको छु 5 मिनट 2 मिनट भन्दा कति भइसक्यो थाहै छैन अब अहिले साउजीले सुत्नुपर्छ यसको कारण के हो है ल फाइनली यहाँ हाम्रो ढिँडो आइसक्यो नेपाली मस्त दामी छ फेरि हेर्दाखेरि मुखै रसाउने खालको आले हाम्रो आले चाहिँ आप्पिनु हुँदैछ अब खाने हो त्यसपछि कुरा गरौँ उता सुप आइरहेछ हाम्रो नेपाली बुनु नै हुनुहुन्छ यहाँ मस्त यहाँ धेरै थरीको हुन्छ नि त नि गाईको भैँसीको अब हामी खाएर यसको रेस्पोन्स दिनेछौँ तपाईँहरूलाई साथीहरू यहाँ ढिँडो आएको छ ढिँडो खानु लागेको छ मस्तसँग खाएर कस्तो स्वाद आउँछ तपाईँलाई देखाउँदैछु सेम नेपालको जस्तो ठ्याक्कै कालो कालो स्टाइलको ढिँडो छ घिउ छ अचार छ यो छ सब
कतितिर तरकारी हुन्छ। यहाँ चाहिँ रायोको साग छ, यहाँ यो चाहिँ टाइमतिर हालेले तिमी भिडियो बनाएर म है ढिरो नखाने होला फेरि आधा घन्टा गर्नु मलाई त्यसलाई सोध्नु त्यति साह्रो त होइन होला हौ। ढेँडो त हाम्रो यसो मुखमा अटेन नि पैसा हो माग्नु खोज्छ क्या नखाने भयो तान्नु न बे तान्नु न जुठोलाई हालिदिन्छ नि चाल अगाइसक्यो त म तान्नु हाले लोकल पनि लोकल परेर कुरो पनि मासको त मासको भेट्दैन तान्नु न तान्नु तान्नु न भन्छु भिडियो बनाउन सुने हो तान्नु न भयो मलाई यो चाहिँ गिरिराजको रहेछ भएन जेसुको पेट अगाइ हाल्यो पहिलो घन्टी पनि छ नि तल्लो खै नेपालमा त घन्टी मात्रै पाउँछ त नि फाइनललाई हामी चाहिँ ढिलो खाएको यहाँ थप खाना चाहिरहेछ ढाउन छ यहाँ घन्टी बजाउने घन्टी छैन नेपालमा फेरि अहिले घन्टीको माहौल छ तनाव छ के गर्नु ल अब चाहिँ एडजस्ट गर्दैछु म यसको लागि ल फाइनल साथीहरू ढिरोलाई चाहिँ के भन्नु आधाउधी घाँटी भिजे जस्तो पनि पेट अगाए जस्तो पनि ल त्यही भएर नपुगेर पुरै दबाई खानु लागेको यो चाहिँ पुरै सुप मासुको सुप लोकल मासुको कति रुपियाँको ढेँडो हो कस्तो गरिरहेको छु है त्यस्तै ल साथीहरू म चाहिँ खाइसकेर हात धुन्न गइरहेको छु अब हेर्नु हात धुनु त्यो होटलभित्रै हो पानी अर्को पाउँछ भने एसबीटी का हेडफोन आ जाता है सीरा का नहीं आता सीरा का 1-2 दिन के बाद आता है कंपनी को मिलता है सब मिस्टर भाई लैपटॉप में सबको स्टार्ट करवाएंगे सबमिट करेगा सबमिट करते के साथ ही रैंडम कमरे आ गया खलास ग्रीन आया और ग्रीन और कॉन्ग्रेचुलेशन ऐसा ही वो उधर है थ्योरी में थ्योरी में भी ऐसा ही है भंजा पैसा है चलो लोग पैसा ओए ना मोबाइल के गरिरहेको यो
अब त पढ लेखेको छैन यो मोबाइल के राखेर राख न सिसा पर्दैन हौ ए दिनुभयो पछि चाहियो भने रिटर्न दिनुभएछ है तिमीले दिए होइन मलाई मैले दिएको तिमीलाई नेपाली होटल हो हाम्रो चाहिँ काउन्टरमा हाम्रो सबभन्दा ढिलो ढिलो के अरे सर्भिसिङ सर्भिस राम्रो छ खाना पनि मिठो छ मस्त छ है ल अब हामी चाहिँ जानु लागेको यता हाम्रो धरानको बहिनी अरे उता लज आउँछन् कुरा गर्नुपर्ने मान्दैन अनि यता हाम्रो यो दुबईको सोनापुर हो हेर्नु होला एकदम मस्त छ तर सर्भिस अलिक ढिलो हुन्छ तर मिठो टेस्ट हुन्छ है ल हेर्नु होला अब खानु मन लाग्यो भने यहाँ कन्ट्याक्ट नम्बर यता कता छ कन्ट्याक्ट नम्बर ल हेर्नु होला कतै देख्नुभयो भने है आजलाई छुट्टी पछि म अर्को भिडियोमा फेरि अरू ल्याउने छु बाई